एभ्रिवान आज हामी चाहिँ खासमा छुट्टीको दिन बाहिर घुम्न जाउँ भनेर निक्लेको थियौँ। यहाँ बाटोमा ट्याक्कै आएको यहाँनिर चाहिँ के रहेछ मान्छेको भिडभाड देख्यौँ। अनि के रहेछ यहाँनिर भन्दाखेरि नेपालको झल्को दिने ट्याक्कै मेला लागिरहेको रहेछ। यहाँनिर के पाउँछ आज हेर्मै त हामीले। यहाँ हेर्नुहोस् है, यो चाहिँ विशेष गरेर यो घोडाको लाउने यो करेली खुट्टामा लाउने के रहेछ यहाँनिर चाहिँ यसरी हेर्न सक्नुहुन्छ। यहाँनिर दा विने यहाँनिर यस्तो छ। यहाँनिर हेर्नु है, घोडाको सामग्रीहरू रहेछ विशेष गरेर यहाँनिर चाहिँ। यहाँनिर हेर्नुहोस् यता वरिपरि सबै रहेछ है। यहाँनिर विशेष गरेर यहाँको स्थानीय सामग्रीहरू रहेछ क्या सबै प्रायः। यो हेर्नुहोस् यहाँ घोडाको यता उता रहेछ, पुरा भिडभाड रहेछ यतातिर। कस्तो भिडभाड रहेछ यता, केटाकेटी खेल्न सक्दैछ यता। ल हेर्नुहोस् त, यस्तो बबाल घोडा छ यार, यस्तो बबाल घोडा छ। हेर्नुहोस् त ल, यस्तो मजा लाग्यो यहाँनिर हेर्नु चाहिँ। यो सायद यो घोडा पनि किनबेच हुन्छ जस्तो लाग्यो यहाँनिर, किनबेच हुँदो रहेछ। त्यही भएर यसरी के भन्छ सबैजनाले ल्याएको छन् यहाँनिर। हेर्नुहोस् त धेरै छ सायद। हेर्नुहोस् यस्तो बबाल छ, बाफरे। हेर्नुहोस् त यो घोडा यस्तो के खुवाएर यस्तो बनाउँछ होला क्या, यस्तो बबाल छ। हेर्नु त यस्तो धेरै छ, सबै किनबेच हुँदो रहेछ क्या यहाँको। जस्तै यहाँको स्थानीय लोकल मार्केट भनौँ न, लोकल सामग्रीहरू यहाँनिर चाहिँ के भने देखाउने, सो गर्ने हुँदो रहेछ यो बेलामा। त्यस्तै मेला, हाम्रो गाउँघरको मेला जस्तै रहेछ क्या यो चाहिँ ट्याक्क। हेर्नुहोस् त यस्तो राम्रो घोडाहरू छ यहाँनिर। ल हेर्नु त घोडा यस्तो बबाल लाग्यो। हेर्नु त यस्तो मोटो छ, बाफरे दामी छ यार। सब किनबेच हुँदो रहेछ क्या यिनीहरू यहाँनिर। हेर्नु त यति धेरै छ, यत्रो ठुलो छ, यस्तो मोटो छ, यस्तो बबाल छ यार। हेर्नु त है, आमा खतरा छ यार। ल यहाँनिर चाहिँ हेटेर बबाल हेटेर रहेछ यहाँनिर। हेटेर बबाल रहेछ यहाँनिर चाहिँ। हेटेर हेर्नुहोस् त यहाँ चाहिँ बबाल छ यस्तो। यहाँ चाहिँ यस्तो खाने बस्ने रेस्टुरेन्ट थुप्रै रहेछ।